गाइज वेलकम टु माई च्यानल। तपाईँहरू कस्तो हुनुहुन्छ? राम्रै हुनुहुन्छ होला। म पनि यहाँ राम्रै छु। आज म उठेको थिएँ 5 बजी, त्यही भएर साथीहरूले भन्यो मर्निङ वकको लागि जाउँ भनेर मर्निङ वकको लागि गएको। यहाँ हेर्नुहोस् न, ग्राउन्डमा मर्निङ वकको लागि आएको थिएँ। फेरि साथीहरूले भन्नु थाल्यो उता गएर घुमेर उता सालबन्दी सूर्यनगरतिर हेर्नु सक्नुहुन्छ, कति राम्रो छ बिहान बिहानको नजाराहरू। जाउँ भन्नु थाल्यो, त्यही भएर हामी घुम्नु गएको। त्यही घुम्नु जाँदैछु भनेर सानो ब्लग बनाएको छु। तपाईँहरूले पुरासम्म हेरिदिनु होला। मेरो ब्लग हेरेर लाइकहरू पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। हेर्नु सक्नुहुन्छ मेरो साथीहरू पनि जाँदैछ। उता जानेछु हामी रोडको साइडमा। बल्ल बल्ल घाम निक्लिँदैछ, हेर्नु सक्नुहुन्छ। यहाँनिर बगानमा दामी दामी फुलहरू पनि फलिरहेको रहेछ। यसलाई चाहिँ जङ्गली फुलहरू भन्छ साथी हो। हेर्नुहोस्, यो चाहिँ जङ्गली फुलहरू हो। गाइज यो बाटो चाहिँ जान्छ सूर्यनगर, देख्नु सक्नुहुन्छ। त्यो डाइना खोला पनि जान्छ त्यो बाटो। हामी पनि त्यही बाटो भएर खोलाहरू जान्छौँ। घुम्नु भनेर आएको। हेर्नुहोस् कस्तो दामी घाम निक्लिँदैछ। हेर्नुहोस् कत्रो ठुलो घाम भएर आयो। माथि सर्दैछ घाम, हेर्नुहोस् त। यताबाट यहाँनिर पुरा मुजुरहरू रहेछ कि, त्यही भएर हामी हेर्नु भनेर आएको थियौँ, तर देख्दै देखेन। यताबाट चाहिँ जान्छ सालबन्दी, हेर्नुहोस्। अरू यता चाहिँ छ आम्बाडी। मुजुरहरू हेर्नु भनेर आएको थिएँ, पिकक हेर्नु भनेर आएको थिएँ, देख्दै देखेन। हेर्नु नि, आवाज त दिँदैछ तर बाहिर चाहिँ निक्लेकै छैन। यो जङ्गलमा छ अरे कि, त्यही भएर हेर्नु आएको थिएँ। बिहानको घाम हेर्नु कति मजाले लागिरहेछ। यहाँ साथीहरू छ, फोटोहरू खिच्दैछ, हेर्नुहोस्। गाइस तपाईँहरूलाई त थाहै छ होला, हाम्रो यहाँनिर चायपत्तीको फ्याक्ट्रीहरू छ। यहाँनिर हेर्नुहोस्, सूर्यनगरमा नयाँ नयाँ चायपत्तीहरू लगाएको रहेछ। हाम्रो बगानमा त अहिले मजाले पत्ती आउनु थालेको छ कि, तर यहाँ सूर्यनगर रेड ब्याङ्कमा त भर्खर बगान खुलेको छ नि त, त्यही भएर अहिले नयाँ चायपत्तीहरू लगाएको छ, हेर्नु सक्नुहुन्छ। हामी यता कहिले पनि आउँथिन, खालि हाम्रो आम्बाडीकै ग्राउन्डमा एकछिन कुदेर घर गइहाल्थ्यो कि। आज त साथीहरूले भने जाउँ न उतातिर रोडतिर घुमेर राम्रो छ त्यहाँनिर, मुजुरहरू पनि पाउँछ भनेर चाहिँ यहाँनिर रोड घुम्नु भनेर आएको। यहाँ साथीहरूले यहाँ फोटोहरू खिचाउँदैछ, देख्नुभयो होला। जग्गा त एकदम राम्रो रहेछ क्या, तर मुजुरहरू त एउटा पनि आएन। त्यो जङ्गलमा मुजुरहरू छ भन्छ, खै कोही पनि आएको छैन, एउटा पनि आएको छैन। साथीहरू कहाँ पुगिसक्यो हेर्नुहोस्। यता चाहिँ कहिले पनि आएको थिइनँ कि, त्यही भएर आज फर्स्ट टाइम आएको। जहिले पनि ग्राउन्डबाट कुदेर हामी गइहाल्ने थियौँ नि त। आज म आउँदिनँ भनेर सोचेर हिजो मैले टाउकोमा तेल लगाएको थिएँ। साथीहरू त सबैजना बोलाउनु गएछ, जाउँ पारेर उता रोडतिर जानुपर्छ, आज सालबन्दी सूर्यनगरको रोडतिर जानुपर्छ भनेर बोलाउन आएको। यता मुजुरहरू देख्छ भनेर आएको थिएँ, तर मुजुरहरू त एउटा पनि रहेनछ। कराउनु त कराउँदैछ, आवाजहरू त आउँदैछ, तर बाहिर चाहिँ एउटा पनि निक्लेको छैन। कराउनु पर्छ अरे जोडले, अन्त निक्लिन्छ अरे, तर एउटा पनि निक्लिएको छैन। अब पनि कहिले निक्लिन्छ, भोलि पर्सितिर निक्ल्यो भने आएर तपाईँहरूलाई पनि देखाउने छु है गाइस। तेल लगाएर हेर्नु नि, कति चिप्कु नचिप्कु देखिरहेको छ है, पुरा चिप्को देख्दैछ। सुन्नु हुँदैछ कराएको, साथीहरूले मुजुरलाई कस्तो कराउँदैछ। उनीहरूले पनि आवाज दिँदैछ कि, मुजुरले पनि आवाज दिन्छ होला भनेर दिँदैछ, तर मुजुरले आवाजै दिएको छैन। देखाउनु छु हामी कहाँ जाँदैछु भनेर। हुन्छ गाइस, हेर्नुहोस् साथीहरू, बगानको बिचमा यहाँ सानो झोपडी बनाएको छ, किनभने यहाँनिर चायको पत्तीको सानो सानो गाछहरू राख्नुको लागि नि त। हेर्नुहोस् नर्सरीहरू राखेको छ त्यहाँनिर, त्यही भएर बनाएको रहेछ। कति हरियो परियो पत्तीहरू आएको छ, हेर्नुहोस् न। त्यहाँनिर मुजुर छ अरे भन्छ सबैले। वहाँनिर 2-3टा मुजुरहरू छ भन्दै थियो। अहिले त कराउँदै थियो राम्रोसँगले हो, एकदम ठुलो भएर फिजाएको पनि थियो, तर अहिले त कहाँ गायब भयो एउटा पनि देखेको छैन। हेर्नु नि, त्यो कुनामा छ अरे।
अरू दिन आएछ भने देख्यो भने तपाईँहरूलाई पनि देखाउने छु गाइज। अहिले त हामीले खालि टाउको मात्रै देखेँ अनि त्यसको अलिकति पुच्छर देखेँ, त्यति नै, अरू केही पनि देखिनँ, बाहिर पनि निक्लेन। रोड भनेर आएको थिएँ तर यहाँ त रोड त रहेनछ, ढुङ्गा रहेछ। हेर्नु हिँड्नु कति गाह्रो परिरहेको छ, कति ढुङ्गाहरू मात्रै रहेछ। हेर्नु नि हिँड्नु कस्तो साह्रो पर्दैछ नि त यो बाटोमा, उबाड खाबाड ढुङ्गाहरू रहेछ। तर पनि साथीहरू फोटो खिच्दै जाँदैछ। हेर्नुहोस् फोटो खिच्दै जाँदै गर्दैछ। हेर्नुहोस् घाम पनि ठुलो लागिसक्यो। हेर्नुहोस् कस्तो देख्दैछ, दामी देख्दैछ है। ठुलो घाम पनि लागिसक्यो, हामी अँधेरोमा आएको थियो, यस्तो घाम भइसक्यो। हेर्नुहोस् त्यहाँ चाहिँ छ है गाइज खोला, देख्नु हुँदैछ होला, सेतो सेतो खोला छ त्यहाँनिर। त्यताबाट गयो भने छेउमै पर्छ खोला। हेर्नुहोस् डाइना खोला। यहाँ हेर्नु नि कस्तो हरियो हरियो गाछहरू छ। त्यहाँ यो बाटो सिधै गयो भने चाहिँ खोला जहाँ पुग्दो रहेछ त्यहाँनिर डाइना खोला, अम्बाडी खोला, सूर्यनगर खोला, सबै खोला पुग्दो रहेछ त्यहाँनिर। सालबन्दी हेर्नुहोस् खोला त्यहाँनिर छ। गाछहरू पनि कति दामी दामी देख्दैछ, हरियोहरू। बिहान बिहान त कति रमाइलो लाग्दो रहेछ यतातिर। हेर्नुहोस् है घाम कति रमाइलो लाग्दो जग्गा भएको। बिहान भने चिसो चिसो हावाहरू आउँदैछ कि त्यही भएर मजा लाग्दैछ। साथीहरू पनि मजाले घुमिरहेछ है, हेर्नु सक्नुहुन्छ। त्यो रमाइलो छ। हेर यो के अरे, हेर्नुहोस् पानीको ट्याङ्की हो। कुन जमानाको पानीको ट्याङ्की, पुरानो छ है, सूर्यनगरको बाटोमा रहेछ। त्यही भएर एकछिन हेर्नुको लागि हामी यहाँ बस्यौँ। काट्छु भने यहाँनिर छ कौन सा रास्ता है ये, सुरेन्द्रनगर जाने बाटो। यहाँनिर पानीको पम्प रहेछ, हेर्नु सक्नुहुन्छ। काम पनि लागिसक्यो, अब घरतिर फर्किनु पर्छ होला। हेर्नुहोस् काम कस्तो लागिरहेछ। हे गाइज अब हामी घर फर्किँदैछु। हाम्रो ग्राउन्डमा गएर एकछिन एक्सर्साइज गर्नेछु। हेर्नु होला तपाईहरू पनि बिहान बिहान साथमा एक्सर्साइज गर्नुपर्छ। स्टे ट्युन। हुँदाखेरि आएको थिएँ, अहिले घाम लाग्यो गाइज। हेर्नुहोस् कति मजाले घाम लागिरहेछ। वहाँनिर देख्नु हुँदैछ होला स्कुलहरू, यो इङ्ग्लिस स्कुल हो। त्यहाँनिर छ हिन्दी स्कुलहरू। कुनै दिन डाग्नीमा गयो भने तपाईँहरूलाई देखाउने छु। अहिले त हामी घर जाँदैछु गाइज। हेर्नुहोस् बाटो पुरा गरम भइसक्यो नि त, त्यही भएर गाइज हामी घर आइपुगिसक्यो। यो थियो मेरो सानो ब्लग। बिहान घुम्नु निक्लेको थिएँ, त्यही भएर चाहिँ सानो ब्लग बनाएको थिएँ। तपाईँहरू राम्रोसँगले हेरिदिनु होला। अब ठुलो ब्लग ल्याउने छु। यो त बिहान घुमाएको थियो, त्यही भएर तपाईँहरू पनि सँगै मसँग नै घुमाऊँ भनेर नै मैले भिडियो बनाएको थिएँ। देख्नुभयो होला यहाँनिर के छ, कता कता के बाटो जान्छ भने। मुजुर देखाउनु चाहिँ तपाईँहरूलाई पुरा मन लागिरहेको थियो कि मलाई पनि मुजुर हेर्नु पुरा मन लागिरहेको थियो। अनि तपाईँहरूलाई पनि देखाउँछु भनेर सोचेको थिएँ। मुजुर त बाहिर नै आउँदै आएन गाइज। कुनै दिन घुम्नु आएको बेलामा तपाईँहरूलाई देखाउने छु नि ल गाइज। एकदम नरिसाउनु होला, अब मैले पनि देखिनँ तपाईँहरूलाई कसरी देखाउनु। तर मेरो चाहिँ असाध्यै मन थियो हेर्नुको लागि। अन्त बिहान बिहान कुद्नु आउँछु नि त हामी, आम्बाडीकै ग्राउन्डमा कुद्नु आउँछु। अन्त साथीहरूले भने यता जाउँ भनेर, त्यही भएर मैले तपाईँहरूलाई पनि सोचेँ कि सानो ब्लग बनाएर तपाईँहरूसँग सेयर गर्नु पर्यो भनेर नि। त्यति नै हो गाइज। कुनै दिन अब भोलि पर्सितिर राम्रो ब्लगहरू कन्टेन्टहरू लिएर आउने छु। त्यसको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु र बेल आइकन पनि बजाइदिनु। बेल आइकन बजाउनु भएन भने चाहिँ तपाईँले मेरो पुरा भिडियो हेर्नु पाउनु हुँदैन। सब्सक्राइब गरेर बेल आइकन बजाइदिनु होला। थ्याङ्क यू गाइज, बाई बाई।